आज हामी छोटोमा चर्चा गरौँ कुनै पनि राजनीतिक दलहरू फोडेर जानेहरूको अवस्था कस्तो हुन्छ अनि फुटेर जाने राजनीतिक दलको भविष्य कस्तो हुन्छ भनेर। यो हेर्नुभन्दा पहिले हामी इतिहास हेरौँ। 2051 को काङ्ग्रेस, 2056 को एमाले, अनि 66-67 यता माओवादीबाट फुटेको मोहन वैद्य, अनि मोहन वैद्यबाट टुक्रिएका नेत्र विक्रम छन्, अनि माओवादीबाट चोइटिएर गएका बाबुराम, अनि पछि एमाले र माओवादी एकता भएपछि नेकपा बन्यो, अनि नेकपा अदालतले छुट्याइदिएपछि माओवादी र एमाले भए, अनि त्यसपछि एमालेबाट फुटेर एकीकृत समाजवादी दल बने। यो सबै इतिहासलाई हामीले अध्ययन गर्दा हेर्दाखेरि मूलधारको राजनीति र मूल दल चुनाव चिन्ह छोडेर जाने कुनै पनि राजनीतिक दलले जनताको जनमत जितेर नेतृत्वमा आउने निर्णायक शक्ति बनेको छैन। आज जुन राष्ट्रिय स्वतन्त्रबाट विभाजित भएर कुलमान घिसिङ ज्यू आफ्नै उहाँकै अर्गानिक पार्टी उज्यालो नेपालमा जानुभएको छ। उहाँको भविष्य पनि यस्तै हो। यो कुरा लेखेर राख्नु होला। उज्यालो नेपाल पार्टी अहिलेको अब आउने निर्वाचनमा राष्ट्रको निर्णायक शक्ति बन्दैन र त्यो पार्टी कुनै पनि हिसाबले राष्ट्रिय दल बन्न सक्दैन। मूलधारको राजनीतिबाट चोइटिएर गएका राजनीतिक दलहरू मूलधारको राजनीतिमा अहिलेसम्म आएका छैनन् र चुनाव जितेर निर्णायक शक्ति बनेका छैनन्। अहिले कुलमानज्यूको स्थिति पनि त्यही हुन्छ। हस्, धन्यवाद।